नमस्कार। यस प्रविधि समाचारमा इटालियन प्रकाशकहरू र क्लाउडफ्लेयरबाट गुगलको एआई ओभरभ्यू समस्यामा। गुगलको एआई ओभरभ्यू जसले खोज परिणामहरूको शीर्षमा सारांशहरू उत्पन्न गर्दछ र मूल स्रोतहरूमा ट्राफिक घटाउँछ को विरुद्ध बढ्दो नकारात्मक प्रतिक्रियामा फेडरेसन एफआइजी मार्फत इटालियन समाचार प्रकाशकहरूले इटालीको सञ्चार वाचडगमा उजुरी दर्ता गरेका छन् र युरोपेली आयोगलाई EU डिजिटल सेवा ऐन अन्तर्गत अनुसन्धान गर्न आग्रह गरेका छन्। तिनीहरू तर्क गर्छन् कि यो सुविधाले ट्राफिक किलरको रूपमा काम गर्दछ र गलत जानकारीको जोखिम बढाउँदै दृश्यता, विज्ञापन राजस्व र मिडिया विविधतालाई घटाउँछ। उजुरीहरूमा उद्धृत गरिएका अध्ययनहरूले एआई ओभरभ्यूले क्लिक थ्रुलाई 80% सम्म र रेफरलहरूलाई लगभग आधामा कटौती गरेको देखाउँछन्। यद्यपि गुगलले विधिहरूमा विवाद गर्दछ। यसैबीच वेब पूर्वाधारमा विशाल क्लाउडफ्लेयरले नयाँ सामग्री सङ्केत नीति प्रस्तुत गरेर आफ्ना लाखौं साइटहरू जुन वेबको लगभग 20% बराबर छ का लागि robots.txt फाइलहरू अद्यावधिक गरेर विद्रोहलाई बढाएको छ। यसले प्रकाशकहरूलाई परम्परागत खोज अनुक्रमिकालाई अनुमति दिँदै ट्रेनिङ मोडलहरू वा सारांश उत्पन्न गर्ने जस्ता एआई प्रयोगहरूबाट अप्ट आउट गर्न अनुमति दिन्छ, जसले गुगललाई यी अभ्यासहरू अनबन्डल गर्न दबाब दिने लक्ष्य राखेको छ। क्लाउडफ्लेयरका CEO म्याथ्यू प्रिन्सले यसलाई समान अवसर सिर्जना गर्ने तरिकाको रूपमा वर्णन गरे, चेतावनी दिँदै कि गुगलको प्रभुत्वले उसलाई निशुल्क सामग्री पहुँच गर्न दिन्छ, प्रतिस्पर्धीहरूलाई हानि पुर्याउँछ र वेब दिगोपनलाई खतरामा पार्छ। पेन्स्के मिडिया जस्ता प्रकाशकहरूले गुगललाई मुद्दा हालेका छन्। नयाँ वेब मानदण्डहरू र क्षतिपूर्ति मोडलहरूको लागि व्यापक आह्वानहरूको बीचमा एआई ओभरभ्यूजमा जबरजस्ती समावेश आर्थिक रूपमा विनाशकारी भएको दावी गरेको छ। प्रविधि समाचारमा यति नै। नयाँ अपडेटका लागि लाइक र सब्स्क्राइब गर्नुहोला। धन्यवाद।